सक्नुहुन्छ। आज हाम्रो यहाँ ड्राइभर चाहिँ हुनुहुन्छ विनोद दाजु है त। सर र मोटर गाडीमा ती भाडाभुरीहरू कस्तो लागिरहेको तिमीहरूलाई आज भन त? हो आज गएर के खेल्ने हो भनिदेऊ न त ल। सबै कुरा ब्याग गर्छ नि सबै। ल है त जानेछौँ हामी सरररर। ल है त आज चाहिँ हामी चाहिँ हिराकादा पार्कमा आएको। हामी चाहिँ टिकट काटेको। हाम्रो दाइले चाहिँ यहाँ लिनुहुन्छ। यो चाहिँ हातमा लाउनु पर्छ अरे होइन। लेट्सगो 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 लाउने ल होइन। ल अब यो बिहान चाहिँ हामीले लाउनु पर्छ अरे है। लेट्सगो गाइस लेट्सगो। ओहो हो ल ल ल है ल है यतातिर आयो 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 कडा आयो। आम्मा कसले ढुवाटे दियो यहाँ रेकर्ड भयो। तिमीले सुन्यौ? बाबा के गरे ठ्याक्कै रेकर्ड गरेर सुन्यो। अब केही भन्न छ पार्नु भएको विषयमा बाबु? कस्तो सुन्यो? हाँसो लाग्यो। कस्तो रे? गजब बेइज्जती है। हँसाउँछ। है त भाडाभुरीहरूसँग हामी चाहिँ सानोतिनो ऱ्याफ्टिङ खालको है जान लाउँ ल। ल यहाँ चढ्दै हुनुहुन्छ है हाम्रो विनोद दाजु, प्रिस्किला, अरुण, रेचल। ल बाई बाई टाटा गरिदेऊ। टाटा बाई। त्यहाँ माथिबाट यसरी गेम स्टार्ट है। अरुण अरुण डर लागेन? अरुणलाई चाहिँ डर लागेन है। रेडे रेडे। लेट्स गो लेट्स गो। के च्यापै पारिदियो? तर आरुण डराएर हो। अरुण कटुमा मुट्ने होइन है? के बोले भाइ? के बोले के बोले के जथाभावी बोले? ल आजलाई त्यसले हेर डरै लागेको छैन अरे। सिकेको पुरै आरोलाई डर लाग्यो जस्तो छ। अलि पासो गराइदियो। आरोन डरायो। त्यसको फेस हेर्नु सक्नुहुन्छ आरोनको।
अटेन नि यार यहाँ चेक हुँदैछ उनीहरूको ब्यान्ड है ब्यान्ड चाहिँ स्क्यान गर्नुपर्छ यो गयो 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 पुरै घोप्टी पर्नु पर्दो रहेछ सब अब स्टार्ट हुन लाग्यो है त सबलाई क्लोज गरिदियो सेफ्टी भनेको सेफ्टी हो क्या जो त्यो झरे पनि यिनीहरूलाई त्यस्तो हुँदैन त्यो हेर न सुतेको सुतेको भिडियो देखाइदिनु मजाले सुत्यो होइन थाकेर सुतिरह अनि यहाँ चाहिँ पुरै यो गेम पुरै घुमाइदिएको क्या तलदेखि माथि माथिदेखि तल पुरै गरेर यो पनि त्यही हो सेमै हो माथिदेखि तल तलदेखि माथि पुरै रकेट जस्तै ल्यान्डिङ पनि गराइन्छ फ्लाइट पनि गराइन्छ टेकअप पुरै पुरै उठायो हेलो ल गयो 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 अब यिनीहरूको सातो बुतो जान्छ सोह्र मौसममा किन्नु पर्ने ओके दामी 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 चिम्म चिम्म आरोलाई रेजल पनि डरायो जस्तो छ मजाले सुतेको थिएन त ल सक्यो है त यही हो गेम यहाँबाट झर्छ दाजु कस्तो लाग्यो हो निन्दा लाग्यो वेटिङ 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 तिमीलाई कस्तो लाग्यो त अब छैन ल फेरि अर्को गेम स्टार्ट भएको छ यहाँ विनोद दाजुले आफ्नो छोरी अनि छोरालाई आरोन र उसलाई चाहिँ बेल्ट लगाइदिँदै हुनुहुन्छ उहाँ पनि छन् ओइ रेचौ यता सिधा 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 बेल्ट लाउँदैछ अनि यो बाउ छोरी चाहिँ त्यहाँ बसिरहेका छन् विनोद दाजु ओ विनोद दाइ सुन्दा पनि सुन्नु भयो बल्ल देख्नु भयो
रेचल रेचल ल यो चाहिँ पुरै घुम्छ तलमाथि पुरै डाउन गरेर फेरि माथि जान्छ होइन अनि राउन्ड गर्दाखेरि पनि तलमाथि गर्छ है त यस्तो छ सायद बेल बज्छ होला अनि चल्नुभन्दा अगाडि सायद अब काउन्टडाउन हुन्छ होला काउन्टडाउन भइसक्यो ल अब सुरु हुन्छ ल माथि उचाल्छ त्यसपछि घुमाउँछ है अब है लेट्स गो रेचलको मुख देख्न लागेको छ आरो डराएर हेरेर आरोले आमान्नु गरेको अनि हो त डर लाग्छ यो चाहिँ दामी ल अब डाउन ल्याइसक्यो उनीहरूको रियाक्सन हेर्छ कस्तो रहेछ भनेर है हामी जानेछौँ उनीहरूको रियाक्सन हेर्ने आरोनलाई हेर्नु सक्नुहुन्छ नुन खाएको कुरा जस्तो उसलाई लाग्थ्यो डर लागेको जस्तो उता चाहिँ विनोद है सरी आएछ राष्ट्रिय रमाहा यहाँको रियाक्सन हेर्नेछौँ है कस्तो यता कस्तो लाग्यो डर लागेन मैले भनेको जस्तै गर्यो हो र ल हेर न अर्को दबाङ पनि खेलिदिएर लडेको छ ल अब घर जाउँ है त अझै एउटा ल ठिक छ ल है त ल आज चाहिँ हाम्रो चाहिँ दिन चाहिँ बाबेक्युमा सकिन्छ है त